उहाँलाई सम्झिने दिन भएको हुनाले यो दिनको अरू दिनसँग तुलना हुँदैन। यसरी पृथ्वी पदलाई अहिले सबै दलहरूले पृथ्वीनारायण शाहको जयन्तीलाई मान्ने गरेको देखिन्छ। आजको दिनमा पनि नयाँ पुराना सबैले मानिरहेको अहिले दृश्य देखिन्छ। यो सन्दर्भलाई चाहिँ तपाईँले कतिको लिनुभएको छ? ढिलो चाँडो बुद्धि पलाएको हो? होइन, हामी त सुरुदेखि भनिरहेको छौँ, जसले पृथ्वीनारायण शाह मान्दैन त्यसले चाहिँ डिबी भरेर जाने हो कि दलाली गरेर जाने हो कि नेपाल छोडेर गइहाल्नु। किनभने पृथ्वीनारायण शाहले बनाएको देशमा बसेर, राष्ट्र जसले बनायो उसको देशमा बसेर उसलाई मान्दैन भन्नु चाहिँ राष्ट्रद्रोह हो, देशद्रोह हो, धर्मद्रोह हो। त्यो अराजकता चाहिँ हामीले स्वीकार्दैनौँ भनेर पहिलेदेखि नै भनिरहेछौँ। त्यो कुराले बिस्तारै सहभागिता पनि बढाउँदै गएको छ। जनमानसले त्यो कुरालाई स्वीकार्दै जानुभएको छ, जसको कारणले गर्दा अहिलेका सहभागिता हेर्नुहोस्, देशभरिका कार्यक्रम हेर्नुहोस्, त्यो हुँदै गएको छ र यो हुनु पनि पर्छ। यो नेपालीहरूले तेरो वा मेरो भन्ने विषय नै होइन, यो निर्विवाद विषय। जसको कारणले देश बन्यो, जसको कारणले हामी नेपाली भयौँ, उसैलाई सम्झिँदैनौँ भने हामी बाँच्नुको के अर्थ हुन्छ? त्यही भएर आजको दिनको जसले जसले महत्त्वका साथ मनाउनु भयो उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। यसरी पृथ्वी पदलाई राजनीतिमा ढाल्नको लागि, पृथ्वी पदमा रहेर देश बनाउनको लागि तपाईँहरू कहाँ चुक्नुभयो जस्तो लाग्छ? कहाँ चुक्यौँ जस्तो लाग्छ हामी? विदेशीले चलाएका खेतालाहरूलाई जित्न नसक्या हो। हामी चुकेका छैनौँ। हामी आफ्नै अनुशासनमा छौँ, हामी आफ्नो दृष्टान्तमै छौँ, हामी पृथ्वी पथमै छौँ। हामीले राष्ट्रघात गरेका छैन, हामीले खोला बेचेका छैन, हामीले एनजिओको जस्तो कतै नेपालको पीडा बेचेर पैसा कमाएर भात खाएको छैन, होइन। विदेशीलाई गुलामी गर्नलाई कहीँ राजदूतावास थाहा छैन। हामी आफ्नो देशलाई आफै राम्रो बनाउनलाई निरन्तर लागिरहेको छौँ भने चाहिँ हामी चुकेका छैनौँ। तर भइदियो के भने अहिलेको यो ग्लोबल दुनियाँमा विश्वभरिका विभिन्न मान्छेहरूका, विभिन्न शक्ति केन्द्रका विभिन्न इन्ट्रेस्टमा लगानी हुने र त्यो डाइरेक्ट इन्डाइरेक्ट त्यो लगानीबाट चलेका पात्रहरूले हामीलाई घेरा हाल्ने काम मात्र भएको र हामीले बदनाम गर्ने काम भएको। स्पेसल्ली राजा ठिक छैन भनेर पढाउने, धर्म ठिक छैन भनेर पढाउने, होइन, एकात्म राज्य व्यवस्था ठिक छैन भनेर पढाउने भनेको नेपाली जनतालाई के भनेर बिगार्न सकिन्छ त्यही भनेर पढाउने कारणले बिग्रेको हो। हामीले गराएको बाटोमा हिँडेर, हामीले पढाएको बाटोमा हिँडेर, हामीले भनेको बाटोमा हिँडेर त के बिग्रिन्छ? यसरी जसरी तिनकुनेको आन्दोलन भयो, त्यसपछि जेनजी आन्दोलन भयो, यो बिचमा राज संस्थाको मुद्दा स्थापित गर्ने र पृथ्वीनारायण शाहको पद स्थापित गर्ने सुनौलो अवसर थियो भन्ने कुरा चर्चा गरेको सुनिन्छ। यो 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 मुभमेन्टलाई चाहिँ राजावादीहरूले किन क्याच गर्न नसके? हामी हिंसाको बलमा राज्य सत्ता कब्जा गर्ने भए त राप्रपासँग 2 लाख सङ्गठित कार्यकर्ता छन्, 10,000 चाहिँ भूमिगत हुने, जसलाई मन लाग्यो चोकचोकमा ठोक्ने भनेर एउटा दस्ता बनाइहाल्थ्यौँ। हामी काङ्ग्रेस र कम्युनिस्टले हिंसाको बिउ रोपे नेपालमा। शान्तिपूर्ण हिसाबले 125 थरी नेपाली मिल्नुपर्छ र काङ्ग्रेस कम्युनिस्टको बुद्धिको बिर्को खोल्नुपर्छ। उनीहरूले पितृ मान्नुपर्छ, देउता मान्नुपर्छ, इतिहास मान्नुपर्छ, भूगोल मान्नुपर्छ, आफ्नो कुल परम्परा मान्नुपर्छ भनेर सिकाउने ग्रुप हौँ। तिनकुनेमा एउटाले हुल्दुङ्गा गर्छ, त्यो फाइदा लिन जाने, अनि त्यो जेनजीको नाममा एउटा आतङ्क मचिन्छ, त्यो फाइदा लिन जाने। त्यो जस्तो लाजा मर्दो दिन हो त्यो कालो दिन हो। त्यो कालो दिनको फाइदा चाहिँ राप्रपाले लिने, त्यो त कल्पनै नगर्नुहोस्। सिंहदरबार जलाउने कुरो चाहिँ त्यसको ओनरसिप राप्रपाले लिन्छ, संसद भवन जलाउने कुरो चाहिँ राप्रपाले लिन्छ। देखियो नि त, विभिन्न राजनीतिक दल, विभिन्न व्यक्तित्वहरू सेनासँग वार्ता गरिरहेको दृश्य पनि देखियो, होइन, अन्य समीकरणमा देखियो। तर यो मुभमेन्टमा चाहिँ राप्रपाले चाहिँ कुनै पनि वार्ता गरेको देखिन। किन चुक्या राप्रपा? देशलाई अप्ठ्यारो पर्दाखेरि, देशलाई अप्ठ्यारो पार्ने र देशमा अप्ठ्यारो परो भन्ने एउटै शक्ति केन्द्रमा गुलामी गरिरहेका पात्रहरू देखिसकेपछि राष्ट्रघातीहरूको बिचमा राप्रपा छिर्दैन। त्यो कुरो बुझिराख्नु। जहाँ जहाँ राष्ट्रघाती हुन्छन् त्यहाँ राप्रपा छिरेर आफ्नो धुलो सोझ्याउँदैन। हामी आफ्नो नीति छ, आफ्नो सिद्धान्त छ, आफ्नो अडान छ, हामी त्यही अनुसार हाम्रो क्षमता र हामीले जनताले पत्याएको आधारमा हामी नेतृत्व गर्दै जान्छौँ। हिंसाको बलमा भएका कुनै पनि गतिविधिमा छिरेर राप्रपाले फाइदा लिने सोच्दैन। जसरी आजको दिनलाई लिइन्छ, होइन, यसरी पृथ्वी पदका एजेन्डाहरू स्थापित गर्ने भनेर यो बहस गरेको लामो समय भयो। तर यो बेला तपाईँहरूले हिजो मात्रै राजाको सन्देश सुन्नुभएको होला, होइन। यो दुईटै कुरा तालमेल गरिरहँदाखेरि राजाको सन्देशले एउटा महत्त्वपूर्ण कुरा बोलेको छ। अब देशै नरहने हो कि भन्ने खतरामा पैदा भएको छ। हिजो देश बनेन भन्ने चिन्ता थियो र आज देशै नरहने खतरा भन्ने छ। यो सन्दर्भलाई त तपाईँहरूले कसरी निहाल्नु भएको छ? होइन, तपाईँ हिजो जे भए पनि एउटा राज्य सत्ता विरुद्ध विभिन्न नाममा, देशी विदेशी वाद विचारको नाममा एउटा लामो समय सङ्घर्ष गरेर राजनीतिक शक्ति हुँ भन्नेहरू सत्तामा पुग्थे, होइन। अहिले त एनजिओमा जाहिर खाइरहेको मान्छे फुत्त सत्तामा पुग्यो भनेपछि सत्तालाई यति थेत्तरो बनाए काङ्ग्रेस कम्युनिस्टहरूले, यति हल्का बनाए, त्यो वडा अध्यक्ष चलाउन नसक्ने जागिरे चाहिँ रातारात गरेर सत्तामा बसेर देखेपछि यो देश कसरी चल्छ भनेर देशभक्तहरूलाई पीडा हुनु स्वाभाविकै हो। विशेष गरी जसरी नयाँहरू
वैकल्पिक शक्ति हुँ भनेर एक भइरहेका छन्। राजावादीहरू अझै पनि टुक्रिएको दृश्य देखिन्छ राजसंस्थाका मुद्दाहरू स्थापित गर्नका लागि हैन। यो सिनारी चाहिँ कसरी हेर्नुहुन्छ? एक ढिक्का त भएको देखिँदैन नि त। राजावादीहरू वैकल्पिक शक्ति नयाँ हौँ हामी भनेर एक भइसके अनि हामी पनि एकै छौँ होइन। जस्तो कसैले अभियान चला होला, कसैले धार्मिक संस्था चला होला, कसैले पार्टी चला होला, हामी सबै एकै छौँ। तर त्योभन्दा ठुलो जनमानस चाहिँ काङ्ग्रेस कम्युनिस्टको नास्तिक सत्ता व्यवस्थाभित्र छ। पृथ्वी पथभित्र होइन कि प्रचण्ड पथभित्र छ। काङ्ग्रेस पनि, एमाले पनि र यो अहिलेको रासोपा पनि। प्रचण्ड पथले जुन भ्रम छिरेको छ, 10-15 वर्ष जनयुद्धको नाममा जुन भ्रम छरेको छ, त्यो भ्रमलाई पत्याएर हिँड्ने एउटा ठुलो जनमानस छ। त्यो जनमानसमा अहिले विकल्प भनेको चाहिँ के हो भने काङ्ग्रेस कम्युनिस्ट जस्तै नास्तिक शासकको अर्को नास्तिक आएको हो के। जस्तो रासोपाले धर्म सापेक्ष भन्यो, निरपेक्ष हो। संहिता खारेज गर्ने भन्यो, नगर्ने भन्छ होइन। अनि राजा ल्याउने भन्छ, राजा नल्याउने नि भन्छ। भनेपछि उनीहरू त काङ्ग्रेस रासोपाका सभापतिले गणतन्त्र बचाउनका लागि गोली खान तयार छु चाहिँ भनेका छन्। त्यो भने त के हो त? काङ्ग्रेस कम्युनिस्टले बोलेको भाषा हो त्यो। भनेपछि रासोपा बनाउने, माओवादी बनाउने, एमाले बनाउने र काङ्ग्रेस बनाउने तत्त्व चाहिँ एउटै हो भन्ने त्यहाँबाट बुझिन्छ नि। त्यो तत्त्वको विरुद्ध 20औं वर्षदेखि सङ्घर्ष गर्ने पार्टी एकमात्र नेपालको देशभक्त धार्मिक पार्टी राप्रपा हो। अब जनताले धेरै साथ दिए, यसको शक्ति बढ्छ। जनताले रमिता हेरेर बसे, हामी जति छौँ त्यति लडिरहन्छौँ। भनेपछि नयाँ वैकल्पिक शक्ति भनेका बालेन, कुलमान, रवि लगायतका जुनसुकै पार्टीहरू छन् ती नयाँ होइनन्, प्रचण्ड पदका सिनारी हुन् तपाईँले भनेअनुसार। भ्रष्टाचारी र देशद्रोहीको वैकल्पिक बन्छु भनेको अर्को भ्रष्टाचारी र देशद्रोही हुन्छु भने हो। भ्रष्टाचारी र देशद्रोहीको विकल्प बन्छु भन्ने हो भने त राप्रपा जस्तो भएर बस्नु पऱ्यो। धर्म मान्नु भन्नु पऱ्यो, भ्रष्टाचार गर्नु चाहिँ आमाको रगत खाए बराबर भन्नु पऱ्यो होइन। अनि राजा मान्छु भन्नु पऱ्यो, संहिता खारेज गरेर त्यो संहिताको बजेट चाहिँ 753 गाउँपालिका र नगरपालिकालाई बाँडिदिन्छु भन्नु पऱ्यो। अहिले जुन बजेट संहिताले चलाइरहेछ त्यो बजेट चाहिँ हामीले गाउँपालिका र नगरपालिका पठाइ छिटो विकास हुन्छ नि त। भनेपछि यस्तो कुराहरू गऱ्यो भने चाहिँ त्यो मूलाधार हो, नेपालको मूल आधार क्या। नेपालको इतिहास, नेपालको भूगोल, नेपालको परम्परा, नेपालका राष्ट्रिय शक्तिहरूलाई संयोजित गर्ने कुरा चाहिँ मूल आधार शक्ति हो। अब यो विदेशी वाद विचारको वैकल्पिक शक्ति बनेर कोही आउँछ भने त्यो चाहिँ काङ्ग्रेस कम्युनिस्टको विकल्प हो, देशको होइन। त्यसको विकल्प होइन, त्यसो देशको होइन। जनता अझै गुनामा छन् त्यसो भए। यतिका 20 वर्ष राज्य सत्ता चलाएको मान्छेको त दाल गरे होइन यहाँ। अब त हिजो अस्ति कहाँ के जाहिर खाएर बसे अल्लाहरेहरूले देशै चलाइदिएलान् र हाम्रो जीवन बन्ला भनेर कुनै लाटोले पत्याउला, बुझेको मान्छेले पत्याउँदैन। हामी बनाउँछौँ देश भनेका छन्। पाए त त्यो बाटा हिँड्ने सामान्य मजदुरलाई पनि सांसद बनाइदिन्छु, देश बनाउँछस् भने पनि बनाउँछु भन्छ। किन बेरोजगारले सांसद बन्न पाएपछि हुन खोज्दैन, मन्त्री बन्न पाएपछि हुन खोज्दैन। सामान्य एउटा उद्योग चलाएर देखाउन, एउटा कम्पनी चलाएर देखाउन, एउटा कुनै काम गरेर त देखाऊ। सामान्य गोसा र भोजर बनाउन नजान्ने मान्छे रातारात सांसद मन्त्री बनेर यो देश कहाँ पुग्छ? अहिलेसम्म भाते होइन। हिजो माओवादीले रातारात कस्तो युवाहरू भनेर भर्खरका युवाहरू रातारात भनेर सांसद बनाएन। उनीहरूले आफ्नो क्षेत्र बनाए, सके। कतिचोटि प्रधानमन्त्री भए माओवादीका मान्छेहरूले आफ्नै पार्टीको मेनिफेस्टो। तपाईँहरू बोले हुनुहुन्छ, उहाँ जनता नयाँतिर ढल्किसके। हिजो काङ्ग्रेसतिर ढल्किँदा दुःख पाए, एमालेतिर ढल्के दुःख पाए, माओवादीतिर ढल्के दुःख पाए, अहिले रासोपातिर ढल्किन्छन् दुःख पाउँछन्। गर्यौ पाप रोजेउ स्वर्ग, बुझेनौ कर्मको गति, हर्रोको बोटु रोपेर के खाएर फल्थ्यौ कागती, कुनै हालतमा सुख पाउँदैन। हामीले भनेको बाटोमा नहिँडेसम्म नेपाली जनताले सुख पाउँदैन। तपाईँहरू बाटोमा कहिले डोर्यो भने क्या नागरिकहरूलाई? बाटोको रोडम्याप कहिले सुन्नु, अब कुटेरै जस्तो अहिले बालेनले जुन जेन्जी आन्दोलनमा उत्तेजित पारेर आगलागी गराएर मान्छे मारेर उत्तेजित पारेर आन्दोलन गरेर डोर्याए, त्यस्तै खोज्यायो भने हामी त्यसो गर्दैनौँ। माओवादीले जसरी घर घर घुसेर कुटे लुटे पिटे त्यसै गरी खोज्यायो भने हामी त्यो गर्दैनौँ होइन। काङ्ग्रेसले पनि कुनै बेला गरे हो, मालेले पनि कुनै बेला गरे हो। हामी हिंसाको राजनीति गर्दैनौँ। शान्तिपूर्ण हिसाबले हामीले भनेका कुराहरू मानेर जसले हामीलाई साथ दिनुहुन्छ, साथ दिएको आधारमा गर्नुपर्ने काम हामी निरन्तर गरिरहेछौँ। मैले अघि पनि जोडेको थिएँ, अब फेरि अन्तिममा जोड्न चाहेँ। जसरी ज्ञानेन्द्र शाहको राजाको जुन सन्देश छ, त्यो सन्देशलाई चाहिँ तपाईँहरू राजसंस्था रुचाउने मान्छेहरूले चाहिँ कतिको गहन रूपमा लिनुभएको छ अहिलेको अवस्थामा? होइन, उहाँले भनेको हरेक शब्द हामी गहन रूपमा लिन्छौँ। किनभने उहाँले भनेको सिद्धान्तमा हिँड्ने एकमात्र दल राप्रपा त हो। काङ्ग्रेस कम्युनिस्टले उहाँको कुरो सुन्थ्यो भने त यो दुर्दशा आउँदैन थियो। भनेपछि उहाँले जे भन्नुभएको छ, हामीले बोलिरहेकै कुरो भन्नुभएको छ, भनिरहेकै कुरो भन्नुभएको छ। हिजो माओवादी आन्दोलनले क्षति गर्छ है भनेर राप्रपा धारको मान्छेले भनेको थियो नि, जनताले पत्याएनन्, क्षति गरेन। अहिले नयाँ पुस्ताले जे आन्दोलन भनेर एक दिनमा गर्यो, त्यो माओवादी जनयुद्धले नगरेको क्षति त जम्मा 24 घन्टामा गर्यो नि। त्यो कुरो जनताले पत्याएको थिएनन्। भनेको अहिले जुन दलले जुन व्यवस्था ल्याए भनेर गर्व गरिरहेको थियो, त्यही व्यवस्थाले उनीहरूलाई सबभन्दा बढी क्षति गरिसक्यो। भनेको यो व्यवस्थै ठिक छैन, यो व्यवस्थाको संयन्त्रै ठिक छैन, यो गर्दाखेरि ठिक हुन्छ भनेर हामीले बारम्बार भनिरहेको थियौँ। जस्तो अहिले जेनजीले मागेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री 70 सालदेखि राप्रपाले मागेको कुरो हो कि होइन?
राप्रपाले 70 सालदेखि के भनेको थियो भने संसदीय व्यवस्थामा यो दलहरूले प्रधानमन्त्री बनायो भने आफ्नै पार्टी फुटाएर भए पनि आफ्नो प्रधानमन्त्रीलाई असफल बनाउँछन्। त्यही भएर यो संसदमा दलको सिन्डिकेटमा बसेको संसदले बनाएको प्रधानमन्त्रीले काम गर्न सक्दैन। त्यही भएर जनताको छोरो सिधै प्रधानमन्त्री शासक हुनुपर्छ, अभिभावकको रूपमा राजसंस्था हुनुपर्छ र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। राजा सेनाको प्रमुख भएर राज्य सत्तामा बसी राज्यको सुरक्षाको व्यवस्था राम्रोसँग हुन्छ। व्यवस्थापिकाले कानुन बनाउँछ, कार्यपालिकाले विकास गर्छ, न्यायपालिकाले भयो भएन ठिक अनुसार भयो भएन हेर्छ। त्यसो गर्दाखेरि चाहिँ शक्ति सन्तुलन हुन्छ र यो देशमा स्थायी सरकार बन्छ भनेर 70 सालमा हामीले प्रस्तुत गरेको कार्यपत्र अहिले जेएनजी आन्दोलनमा उठेको मुख्य एजेन्डा हो। भनेपछि अहिले के कति कारणले उहाँहरू राप्रपासँग जोडिन चाहनुहुन्न, राजालाई किन रिस गर्नुहुन्छ, धर्मलाई किन रिस गर्नुहुन्छ भन्ने कुरो यो बहसको विषय छ, छलफल गर्दै हामी गइरहेछौँ। तर एजेन्डा त घुमिफिरी हाम्रै कुरामा आइरहेछ नि। जस्तो राजाकै क्रेज, हिजो राजाको नाम सुन्न नचाहने मान्छे होइन चाहिने त राजै रहेछ भन्न थाल्यो। अहिले राजाको क्रेज बढ्या छ। हिन्दुत्वको गतिविधि पहिले कति हुन्थ्यो भन्नु न, 62-63 पछि हिन्दुत्वको कार्यक्रमै हुँदैन थियो। अहिले देश दुनियाँ हरेक जिल्लामा कहीँ न कहीँ भागवत भइरहेको हुन्छ, कहीँ न कहीँ जनजागरण भइरहेको छ, हिन्दुत्वको कार्यक्रम बढ्या छ। भनेपछि नेपाली जाग्दैछन् त। यो कुरो बुझाउने शक्ति थिएन, बुझाउने संयन्त्र थिएन, हामीले बनाएका छौँ, बुझाउँदैछौँ। एक दिन हामीले भने जस्तो राज्य सत्ता चलाएर छोड्छौँ। चुनाव